हामीले खाने चुरोट अथवा वायु प्रदूषण अथवा हामीले खाने प्यारासिटामोल, सामान्य प्यारासिटामोल यीहरूले कसरी हाम्रो शरीरमा क्यान्सर बनाउँछन् भन्ने कुरा एउटा सानो भिडियो बनाउँदैछु। तपाईका लागि पनि हेल्प हुन सक्छ भनेर मैले यो भिडियो बनाउँदैछु। यो भिडियोको सुरुवात मैले विद्या चापागाईजीले बनाएको एउटा सानो क्लिप छ यहाँनिर। यो क्लिपबाट सुरु गर्छु। सुरुमा यो क्लिप हेर्नुस्। पोल्युसनले चाहिँ डाइरेक्टली हेर्नुस् यहाँ नियोनेटल डेथ, नियोनेट्स भने चाहिँ जन्मेको 1 महिनाभित्रको के नेपालमा 33% जन्मेर 1 महिनाभित्र मर्ने बच्चाहरूमा एयर पोल्युसनको कारणले मर्नेहरू 33% के। अब यो एयर पोल्युसनको कारणले मात्रै मर्ने नियोनेटल जुन बच्चाहरू छन् उनीहरूको मृत्यु दर चाहिँ 33% छ। त्यो भनेको एकदमै ठुलो हो। अब त्यसले के कारणले चाहिँ मरे होलान् भनेर अनुमान लाउँदाखेरि अब सामान्यतया क्यान्सर हुनसक्छ अथवा भित्रको लिभर ड्यामेज भएको हुनसक्छ। त्यो कारणले उनीहरू मरेका हुन सक्छन् भनेर, अथवा फोक्सोको ड्यामेज पनि भएको हुनसक्छ, फोक्सोको क्यान्सर भएको हुनसक्छ, त्यो कारणले मरेका हुन सक्छन् भन्ने अनुमान गर्न सकिन्छ। अब यो पोल्युसनमा मैले धेरैवटा केमिकल हुन्छन्, तर मैले बेन्जोएपाइरिन भन्ने चाहिँ केमिकलको बारेमा कुरा गर्दैछु। यो बेन्जोएपाइरिन भनेको एउटा चाहिँ पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन हो, जुन चाहिँ धुवामा पोल्युसनहरूमा एकदमै पाइन्छ, जसले गर्दाखेरि चाहिँ धेरै ज्यानको क्षति, चाहे त्यो ह्युमन होस्, चाहे एनिमल होस्, चाहे बर्ड्स होस्, तिनीहरू चाहिँ मर्ने कारण हुन्छ। अब यसले चाहिँ योले के गर्छ, कसरी हुन्छ भन्ने कुरा मैले अहिले डिटेलमा भन्दै जाँदाखेरि तपाईँले बुझ्दै जानुहुन्छ। सुरुमा बुझ्नुहोस्, यो यस्तो धेरैवटा रिङहरू मिलेर बनेको एउटा केमिकल हो, जसलाई बेन्जोएपाइरिन भनिन्छ। हामीले वातावरणबाट लिएको धुवाँ होस् अथवा चुरोट खाँदाखेरि अथवा चुरोट पिउँदाखेरि लिएको धुवाँ होस्, त्यो धुवाँ लिँदाखेरि यो केमिकल चाहिँ हाम्रो शरीरमा जान्छ। हाम्रो शरीरमा यो केमिकल गइसकेपछि के हुन्छ त यो केमिकल, यसले कसरी काम गर्छ भन्ने कुरा हो। यो सुरुमा यो केमिकल हाम्रो शरीरमा जाँदाखेरि यो केमिकल आफैमा चाहिँ डेन्जरस भने होइन, तर हाम्रो शरीरमा प्रोटिनहरू हुन्छन् जुन चाहिँ लिभरमा, आन्द्राको सेलहरूमा अथवा फोक्सोको सेलहरूमा चाहिँ पाइन्छ। त्यो CYP450 यो चाहिँ यो ग्रुपभित्र धेरै 1A1, 1A2, 1B1 नामका प्रोटिनहरू हुन्छन्। ती प्रोटिनहरूले चाहिँ यो केमिकललाई पचाउने काम गर्छन्। अब यो केमिकललाई पचाउँदाखेरि चाहिँ उनीहरूले यस्तो खालको एउटा अक्सिजन, रियाक्टिभ अक्सिजन चाहिँ नि एडिसन गर्छन् यो बेन्जिन रिङमा। त्यो भएपछि बी अल्फा P78 इपोक्साइड भन्ने चाहिँ केमिकल बन्छ। अब यो केमिकल बनिसकेपछि त्यस पछाडि अर्को प्रोटिन हुन्छ हाम्रो शरीरमा, त्यो भनेको इपोक्साइड हाइड्रोलेस भन्ने हुन्छ। यो इपोक्साइड हाइड्रोलेसले चाहिँ के गर्छ भने यो चाहिँ अक्सिजन, यो जुन 3 कुनेमा बनेको अक्सिजन छ, यो चाहिँ एकदमै रियाक्टिभ हुन्छ। यो रियाक्टिभ भए पछाडि चाहिँ यसैले हो ड्यामेज गर्ने हाम्रो शरीरको सेलहरू। यसले कसरी ड्यामेज गर्छ त्यो पछि म भन्छु। अहिले सुरुमा चाहिँ अब यो इपोक्साइड हाइड्रोलेज भन्नेले चाहिँ यो डेन्जरस केमिकललाई फेरि यो दुईटा हाइड्रोक्सी ग्रुपमा कन्भर्ट गर्छ, हाइड्रोलाइज गर्छ, अथवा पानीको मोलिक्युलबाट एउटा हाइड्रोजन यो अक्सिजनमा जोड्छ र बाँकी रहेको एउटा हाइड्रोजन र एउटा अक्सिजन अर्को ठाउँमा जोडेर यो चाहिँ हाम्रो शरीरलाई घातक नहुने खालको केमिकल बनाउँछ। फेरि तिनै पुराना प्रोटिन जुन हुन्छन् उनीहरूले फेरि अर्को ठाउँमा यस्तो इपोक्साइड बनाउँछन्। अब त्यस्तो इपोक्साइड बनाइसकेपछि अब यो चाहिँ मोलिक्युललाई फेरि अर्को न्युक्लियर डिएनए अथवा माइटोकोन्ड्रियल डिएनएमा जाँदाखेरि चाहिँ त्यहाँ गएर यो बेस पेयरहरू पाइरिन र सुगर जोडिएर बनेको जुन
बेस पेयर हुन्छ। यो बेस पेयर यसमा जोडिन्छ र गएर र डिएनएमा हाम्रो डिएनएमा गएर यो चाहिँ बाँधिन्छ, जसले गर्दाखेरि फर्दर सेल डिभिजन हुन रोक्छ। यसले चाहिँ फर्दर सेल डिभिजन बनाउन दिँदैन। सुरुवातमा चाहिँ हाम्रो फर इक्जाम्पल अब त्यो सबैजसो केमिकल चाहे हामीले धुवाँबाट ल्याउँ अथवा खानाबाट खाउँ, सबैजसो केमिकलहरू फोक्सो हुँदै पनि लिभरमै जान्छ, आन्द्रा हुँदै पनि लिभरमा जान्छ। सुरुमा लिभरमा जान्छ, लिभरले चाहिँ त्यसलाई पचाएर र नन टक्सिक बनाए पछाडि बल्ल ब्लड हुँदै शरीरको सबै ठाउँमा पुग्ने हुन्छ। हरेक केमिकल त्यही नै हो। सुरुमा जहाँबाट लिए पनि, स्किनबाट लिए पनि, फोक्सोबाट लिए पनि, लिभर के अरे इन्टेस्टाइनबाट लिए पनि जाने चाहिँ फर्स्ट ठाउँ भनेको लिभर हो। यदि त्यहाँ चाहिँ धेरै केमिकलहरू गइराखेर हाम्रो यो जुन डिटक्सिफाई गर्ने चाहिँ यो प्रोटिनहरू चाहिँ कमी भयो भने त्यसले चाहिँ लिभरमा ड्यामेज पुर्याउन सुरु गर्छ र सुरुमा चाहिँ हेल्दी लिभर यस्तो हुन्छ, त्यस पछाडि चाहिँ फ्याटी लिभर बन्छ, फ्याटी लिभर यस्तो हुन्छ, अनि त्यस पछाडि चाहिँ जब त्यहाँ सेलहरू मर्छन्, घाउहरू हुन्छन् र घाउहरू भएर त्यो घाउ सन्चो भए पछाडि चाहिँ घाउमा स्कारहरू जुन बन्छन् त्यो थोरै थोरै मात्रामा बनेका स्कारहरूको फेज आउँछ। यो तेस्रो फेज, त्यसलाई फाइब्रोसिस भनिन्छ। त्यो फाइब्रोसिस पनि बिग्रिँदै गयो भने सेरोसिस हुन्छ। सेरोसिस पनि बिग्रियो भने मान्छेमा लिभरको क्यान्सर देखा पर्छ। यो पहिलो हेल्दी लिभर पछाडि जुन फ्याटी लिभर छ, यो फ्याटी लिभर चाहिँ हामीले खानपान यताउतामा ध्यान दियो भने यो चाहिँ लिभरको 90% भाग ड्यामेज भए पनि पुनः चाहिँ रिपेयर गर्न सक्छ। हाम्रो लिभर यस्तो अचम्मको अर्ग्यान हो जुन चाहिँ 90% ड्यामेज भए पनि पलाएर फेरि चाहिँ त्यो पुरानै अवस्थामा आउन सक्छ। तर जब फाइब्रोसिस, सेरोसिस र क्यान्सर हुन्छ, यो चाहिँ अवस्था कहिले पनि फर्काउन सकिन्न। एकचोटि त्यो यसरी फाइब्रोसिसमा अथवा सेरोसिसमा अथवा क्यान्सरमा परिणत भयो भने हाम्रो लिभर चाहिँ रिपेयर हुन सक्दैन र मान्छे चाहिँ बिस्तारै एकदम दीर्घरोगी हुने र अन्तिममा मर्ने बन्छ। अब यो सबै औषधि केमिकल अथवा जे पनि लिभरमै जाने भएको हुनाले लिभर नै सबैभन्दा पहिले क्षति हुन्छ। अब हामीले सामान्य खाइराख्ने प्यारासिटामोलको कुरा गरौँ। प्यारासिटामोल पनि केमिकल नै हो, हामीले सधैँ खान्छौँ। यसले चाहिँ धेरै बिमारीमा चाहिँ दुखाइ कम गर्ने, ज्वरो कम गर्ने आदि गर्छ। तर यदि हामीले धेरै खायौँ भने, यही प्यारासिटामोल पनि हामीले धेरै खायौँ भने यसले चाहिँ पनि क्यान्सर गराउँछ, यसले पनि लिभर ड्यामेज गर्छ। अब त्यो कसरी गर्छ भन्दाखेरि सुरुमा हामीले प्यारासिटामोल खान्छौँ। त्यो प्यारासिटामोल चाहिँ लिभरमा पुगेपछि CYP2E1, 1A2, 3A4 जस्ता चाहिँ नि प्रोटिनहरूले त्यो औषधिको जुन केमिकल हो त्यसलाई चाहिँ नि या त सल्फेसन अथवा सल्फो ग्रुप त्यो मोलिक्युलमा जोड दिन्छ, या त ग्लुकोजको मोलिक्युल त्यसमा जोड दिन्छ र चाहिँ त्यसलाई चाहिँ अविषाक्त बनाउँछ अथवा त्यो केमिकललाई निष्क्रिय बनाउँछ र प्यारासिटामोलले हाम्रो लिभरलाई क्षति गर्न सक्दैन। तर हामीले यदि धेरै प्यारासिटामोल खायौँ, हाम्रो शरीरले पचाउन सक्ने भन्दा धेरै खायौँ भने यसरी अब निष्क्रिय बनाउन सक्दैन, अविषाक्त बनाउन सक्दैन, जसले गर्दा यो NAPQI भन्ने चाहिँ मोलिक्युलमा कन्भर्ट हुन्छ। यो NAPQI चाहिँ एकदमै डेन्जरस मोलिक्युल हो। अघिको माथि मैले भने जस्तो यस्तो चाहिँ यो अक्सिजन मोलिक्युल चाहिँ आएर प्यारासिटामोलमा जोडिन्छ, त्यो रिएक्टिभ बन्छ, अनि रिएक्टिभ बनिसकेपछि यसले क्षति पुर्याउँछ। अब यस्तो क्षति पुर्याउँदाखेरि हाम्रो शरीरमा फेरि यो क्षतिलाई कम गर्नलाई पनि अरू प्रोटिनहरू हुन्छन्, जस्तो ग्लुटाथायोन भन्ने हुन्छ। त्यो ग्लुटाथायोन भन्ने प्रोटिनले चाहिँ त्यो रिएक्टिभ ठाउँमा चाहिँ गएर यो बाइन्ड भए पछाडि त्यो औषधि चाहिँ त्यस्तो डेन्जरस हुँदैन, त्यो चाहिँ न्युट्रलाइज हुन्छ। तर जब हामीसित यो ग्लुटाथायोन भन्ने चाहिँ प्रोटिनको कमी हुन्छ, त्यस पछाडि यो रिएक्टिभ स्पेसिसले
चाहिँ गएर चाहिँ हाम्रो डिएनएमा पनि ड्यामेज गर्छ, माइटोकोन्ड्रियामा पनि ड्यामेज गर्छ, सेलको चाहिँ बाहिरी बाइलेयर लिपिडलाई पनि ड्यामेज गर्छ र सामान्य कलेजो बिस्तारै माथि अघि देखाएको जस्तो यस्तो पर्मानेन्ट सेरोसिस, फाइब्रोसिस, क्यान्सर त्यस्तोमा कन्भर्ट गर्न मद्दत गर्छ। यो चाहिँ हाम्रो शरीरमा हामी हुने प्रोटिन भन्दा औषधि अथवा धुवाकोमा पाउने केमिकल चाहिँ हामीले धेरै खायौँ भने त्यो चाहिँ त्यसले त्यसरी ड्यामेज गर्छ। मैले एउटा केमिकल यो त्यही प्यारासिटामलकै बारेमा यो मलाई चाहिँ ब्याचलरमा पढाएको टिचरको स्लाइडबाट ल्याएको यो चाहिँ त्यसमा चाहिँ प्यारासिटामल भन्ने यो मोलिक्युल हो। यो मोलिक्युलमा चाहिँ ग्लुक्युरोनिडेसन भन्ने प्रक्रिया हुन्छ, जसमा चाहिँ एउटा ग्लुकोज मोलिक्युल यो प्यारासिटामलसित जोडिन्छ र हामीलाई यो जोडिए पछाडि चाहिँ यो मोलिक्युल चाहिँ डेन्जरस हुन्न, हामीले यसलाई सजिलै पिसाबबाट बाहिर फाल्न सक्छौँ, यो हानिकारक हुन्न। त्यस्तै यदि प्यारासिटामलमा चाहिँ हामीले थियोल ग्रुप अथवा सल्फरवाला ग्रुप यो सल्फोनिक एसिडवाला ग्रुप चाहिँ गएर जोडिएको छ भने पनि यो डेन्जरस हुन्न, यो हामीले पिसाबबाट बाहिर फाल्छौँ। तर यदि यसमा यो एन हाइड्रोक्सिलेसन भयो भने अब यहाँनिर यो OH ग्रुप छ, यहाँनिर OH ग्रुप छ, यस्तो यो OH ग्रुप जोडियो भने अब त्यसमा फर्दर रियाक्सन हुन्छ। त्यहाँबाट यो OH ले अर्को एउटा H पायो भने चाहिँ पानी भएर यो बाहिर निस्किन्छ र यो NaPQI अघि मैले भनेको मोलिक्युल NaPQI नाप्की भन्ने मोलिक्युलमा कन्भर्ट हुन्छ। यसमा यो जुन अक्सिजन छ यो एकदमै रियाक्टिभ हुन्छ। अब यदि यो चाहिँ गएर ग्लुटाथायोन भन्ने प्रोटिनसित जोडियो भने अब यो त्यो प्रोटिनसितै दिशा पिसाबमा गएर यो शरीरबाट बाहिर निस्किन्छ र डेन्जरस हुन्न। तर यदि हामीसित त्यो प्रोटिनहरूको कमी भयो भने यसले चाहिँ हाम्रो डिएनएमा अथवा सेलको मेम्ब्रेनमा चाहिँ क्षति पुर्याउने काम गर्छ। यो पनि सेम त्यही हो। अब यसलाई चाहिँ कसरी यो रियाक्टिभ यो मोलिक्युल अथवा त्यो अघि मैले देखाएको चाहिँ यो बेन्जोएपाइरिन अथवा स्मोक प्रदूषणको जुन यो अक्सिजन रियाक्टिभ यो मोलिक्युल हो, यसलाई बुझ्नलाई सजिलोमा बुझ्नलाई मैले एउटा यो बनाएको छु। घडीको चेनको इक्जाम्पल लिएको छु मैले। यो घडीको चेनबाट हामीले यसलाई बुझ्न सक्छौँ। त्यसले कसरी काम गर्छ भने मानिलिनु सुरुमा यो चेन चाहिँ सबै हाम्रो सेलको मेम्ब्रेन अथवा डिएनए जस्तै कम्प्याक्ट छ, यसमा सबै पिन ठाउँमा जोडिएका छन्, यो चाहिँ डेन्जरस छैन। तर जब कुनै एउटा रियाक्टिभ आयो र एउटा चाहिँ यस्तो पिन कुनै एक ठाउँबाट यस्तो पिन निकालिदियो भने मानिलिउँ एउटा चाहिँ चेनको एउटा युनिट चाहिँ बाहिर निस्किन्छ। त्यो युनिट बाहिर निस्किए पछाडि अब यसमा त पाल हुन्छ दुईतिर, यसमा पिन हाल्यो भने यो पूर्ण हुन्छ, अर्को ठाउँमा गएर जोडिन सक्दैन। त्यही भएर यसलाई चाहिँ पिन चाहिने भएको हुनाले यो एउटा सानो युनिटले अर्को पिन निकाल्छ र आफ्नो भित्र हाल्छ, आफू कम्प्लिट हुन्छ, अर्को एउटा इन्कम्प्लिट बनाइदिन्छ। अनि त्यो अर्को एउटा इन्कम्प्लिट जुन युनिट हुन्छ मोलिक्युल, त्यो इन्कम्प्लिट मोलिक्युलले फेरि अर्को पिन निकाल्छ, आफूमा हाल्छ अनि अर्को युनिट बनाउँछ। यहाँ हेर्नुहोस् थुप्रै युनिटहरू भिन्दै सेपरेट हुन्छ। पहिला चाहिँ अब सेल मेम्ब्रेन चाहिँ कम्प्याक्ट थियो भने चाहिँ अब बिस्तारै त्यो फुटेर सबै एउटा युनिटमा कन्भर्ट हुन्छ, चाहे त्यो सेल मेम्ब्रेन होस् चाहे डिएनए होस्, त्यसमा त्यस्तो रियाक्सन हुन्छ। मैले यहाँ चाहिँ अर्को इक्जाम्पल ल्याएको छु। हामीले बुनेको स्वेटर त देखाएको छ, कुनै एक ठाउँबाट एउटा फुस्क्यो भने अब त्यो लहरै फुस्किँदै सबैतिर फुस्केर पुरै स्वेटरै धागोमा मात्रै कन्भर्ट हुन्छ। त्यस्तै लेगो पनि एउटा भत्कियो भने
सर पल्टिँदै अरू पनि गएर सबै चाहिँ अब बिना कामको थुप्रो जस्तो बन्छन्। यो चाहिँ चेन रियाक्सन जुन हुन्छ त्यो चेन रियाक्सन चाहिँ यस्तो खालको रियाक्टिभ अक्सिजनहरूले गर्ने गर्छ। यदि त्यसलाई चाहिँ न्युट्रलाइज गरेन भने यस्तो खालको रियाक्टिभ चाहिँ जुन पार्ट हो मोलिक्युलको त्यो पार्टले चाहिँ त्यस्तो चेन रियाक्सन गर्छ र हाम्रो ड्यामेज सेलहरूको डिएनए पनि ड्यामेज गर्छ, लिपिड मेम्ब्रेनको लिपिड पनि क्षति गर्छ, लिपिड पनि पार्टमा छुट्टिन्छ, प्रोटिनहरू विभिन्न किसिमका हाम्रा इन्जाइमहरू हुन्छन्, र्यालहरू पनि प्रोटिनमै बन्छ, र्याल थुक भयो, भित्र पाउने अरू थुप्रै किसिमका प्रोटिन हुन्छन्, तिनीहरूमा पनि क्षति पुग्छ र तिनीहरूले काम गर्न सक्दैनन्। त्यस्तै कार्बोहाइड्रेटहरूमा पनि क्षति पुर्याउँछ। यो प्रक्रियालाई आरओएस रियाक्टिभ अक्सिजन स्पेसिज भनिन्छ। यो रियाक्टिभ अक्सिजन स्पेसिजले चाहिँ चेन रियाक्सन गर्छ र चाहिँ कम्प्याक्ट भएर जोडिएको डिएनए अथवा लिपिड मेम्ब्रेन चाहिँ बिस्तारै एउटामा छुट्टेर आफैमा कम्प्लिट भइसकेपछि चाहिँ त्यसले पुरै डिएनए नै अथवा लिपिड लेयर नै कमजोर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मान्छे रोगी बन्छ। अब यो आरओएस चाहिँ मैले अघि नै भनिसकेँ, प्रदूषणबाट आउने भयो, हामीले खाएको धुम्रपान मद्यपानबाट आउने भयो, चर्को घाम छ भनेर युभी किरणले पनि त्यो गर्न सक्छ, अनि त्यस पछाडि सङ्क्रमणहरू इन्फेक्सनहरू भयो भने हुनसक्छ र केमिकलहरूको कारणले पनि हुनसक्छ। अब योहरूलाई कम गर्ने हाम्रो चाहिँ मेकानिजम भनेको हाम्रो शरीरमा पाइने विभिन्न खालको प्रोटिनहरू अघि भनिहालेँ, ग्लुटाथायोन भन्ने, अर्को क्याटालेज भन्ने भयो, भिटामिन ई, ए र सी, अनि खनिजहरू, यिनीहरूले चाहिँ सुपर अक्साइड डिसम्युटेज भन्ने यी प्रोटिनहरूले चाहिँ त्यो हाम्रो शरीरलाई बचाउने काम गर्छन्। तर यदि यो चाहिँ एन्टिअक्सिडेन्टहरू चाहिँ हाम्रो शरीरमा कमी भयो भने मात्रै त्यो चाहिँ धुवाँले अथवा प्यारासिटामलको मोलिक्युलहरूले अथवा अरू कुनै केमिकलको मोलिक्युलले चाहिँ हामीलाई क्षति पुर्याउँछन् र हामीलाई क्यान्सर हुन्छ। यो पनि त्यही नै हो, अघि मैले भनेकै कुरा हो। सारांशमा भन्नुपर्दाखेरि चाहिँ केमिकल जुन हामीले खान्छौँ त्यो खाएको केमिकलले चाहिँ हाम्रो शरीरलाई नोक्सान पुर्याउने भन्दा पनि केमिकलको मात्रा धेरै भयो भने हाम्रो शरीरमा भएको प्रोटिनहरूको सङ्ख्या कम हुन्छ। त्यो सङ्ख्या कम भएपछि तिनीहरूले त्यो रियाक्टिभ जुन स्पेसिस छ चेन रियाक्सन गराउने त्यो रियाक्टिभ स्पेसिसलाई न्युट्रलाइज गर्न सक्दैन र हामीलाई क्यान्सर हुन्छ, लिभर ड्यामेज हुन्छ, फोक्सो ड्यामेज हुन्छ र हामी मर्छौँ। त्यो अघि 33% बच्चा मर्नुको कारण पनि यही नै हो। तपाईँलाई आई होप तपाईँलाई यो भिडियो चाहिँ उपयुक्त अथवा केही इन्फर्मेसनमूलक लाग्यो होला। तपाईँलाई मनपर्छ भने सेयर गरिदिनु होला। धन्यवाद।